सो गाइज आज चाहिँ हामी घरबाट हिँड्न लागेको। आज चाहिँ फ्यामिली भ्लग अनि साथीहरू यहाँ केटाहरू अनि कालो हामी कहाँ जाने रे? ए घुम्ने ए कता उता पर्ने हुन्छ त। हामी चाहिँ घुम्न जाने अनि काली मम्मी के एक्साइटेड हुनुहुन्छ त घुम्न जानलाई? एकदम होइन त? अभि ल मेरो भ्लगमा चाहिँ एक दुई शब्द बोल्दै त। त्यो मेरो मोबाइल हो अनि अहिले एडिटिङ पनि ए ल ठिक छ। सो गाइज अब चाहिँ यता हामी अब म टक्क जान्छु। बेसब त अब केही फेर्नु यही खत्रै छ होइन। अनि अब सुसु लगाउँछु म त यसमा जान्छु। अनि यहाँ चाहिँ म टक्क रेडी अवस्थामा होइन घरबाट हिँड्यो। अनि अब एकछिनपछि फेरि मेरो नयाँ घरमा 12:15 आउँदैछ। गाइज हामी चाहिँ घरबाट हिँड्न लागेको। अनि है भाइ दुई शब्द बोल्दै त। दुई शब्द तिमी के भन्यो? 4 शब्द भाइ 5 शब्द एकपल्ट छैन। ल बेलुका टक्क हेरेर सब्सक्राइब गर्नु पऱ्यो है। भाइ यसमा आउने गयो अनिल के छ भाइ? यसमा पन्जा के छ? टिभीएस राइडर त के राइडर है? एनएस राइडर। सो गाइज बोल्न सो हामी चाहिँ पारी पारी पेट्रोल हाल्नुपर्छ रोडबाट माथिबाट।
तपाईँहरू चाहिँ काठमाडौँ आउनुभयो भनेदेखि मन्थली आउनुभयो भने चाहिँ यहाँ यतापट्टिबाट यहाँ पेट्रोल हाल्न आउनु सक्नुहुन्छ। तपाईँहरू चाहिँ केही गरी काठमाडौँबाट आउँदाखेरि मन्थली आउँदाखेरि चाहिँ पेट्रोल हाल्न आउनु पऱ्यो भने चाहिँ यहाँ शुभ समृद्धि आइल स्टोर प्रालीमा आउन सक्नुहुन्छ। यहाँ चाहिँ होइन तपाईँहरू पेट्रोल पम्प छ, पेट्रोल पम्पबाट थोरै यता गएपछि चाहिँ गाइस अभि राइडर आउँदैछ। अगाडि पुगिसक्नु अगाडि किन यो चाहिँ हाम्रो के रे यहाँ चाहिँ एक्सिडेन्ट भएछ। को मान्छे बोला भनेको यो स्कुटी पनि यो बिराम चाहिँ छिटो लैजाउँ न यार। राम छ कहाँ हो घर कताबाट आउने मन्थलीबाट आउने लङलङ नाते नाते इङ्ग्लिस आइसक्यो त स्पिड कल चला स्पिड कल ल्याएको रे गराको लागि भएन भने बाइक कल चला भाइलाई जाने हो गाइस यहाँ चाहिँ एक्सिडेन्ट भएको रहेछ हैन। त्यो नानीको घाउ हेर्नु पर्यो हुन्छ हो यार बिस्तारै हिँड्नुपर्छ नि त बाइक पाइन्छ त्योभन्दा पनि बिरामीलाई सिधामा ब्लड गइरहेछ यार त्यत्रो बिरामी साइड त्यो अब यताबाट अलि यताबाट कट्नु के यसो बिरामीलाई चाहिँ चाँडोभन्दा चाँडो हस्पिटल पुर्याउनु पर्यो। एम्बुलेन्सलाई कल गरे हो एम्बुलेन्सलाई कल गरेको छैन म माथिबाट आएको त्यो भाइ तलतिरबाट आएको म यता पेलेर आयो क्या आउँदा आउँदै बस तल साइड लगाउँदै आज ड्याम उयो हेलमेट बोक्ने भाइ के रङ साइडमा आएर नि तपाईँले चाहिँ के भयो के भयो यो हात्ती अम्लोमा भाँचिएको छ अनि के एम्बुलेन्स आउँदैन खुट्टा यत्रो भइसक्यो मैले बोलाएको छ भन्छ म दाइले फोन गर्छु
भन्दा छिटो है कालुबा एम्बुलेन्स बोलाइदिनु हो एम्बुलेन्स बोलाइदियो हिँडिसक्यो एम्बुलेन्स ए ल छिटो छिटो लानु पऱ्यो बिरामीलाई चाहिँ स्कुटीको हालत यस्तो भएको छ गाइस देख्न सक्नुहुन्छ अलिक कस्तो भयो स्कुटीको हालत चाहिँ हो भएन भने त्यहाँबाट काट्नु टिकट बस्नु के तपाईँको यो बडीखेलमा यहाँ फेरि एकचोटि फोन गरेर पायो भने हिँडिसक्यो हाम्रो काइलीवाले चाहिँ एम्बुलेन्स बोलाइदिनु भएको छ हिँड्नुपर्छ नि यार भाइहरू यस्तो कुद्छ यार त्यही बाइक त कुद्छ नि कुदाउँछ नि कुद्छ नि मलाई डराउँछ कुदाउनै होइन कि ठिक टर्निङमा हेर्नु यहाँ लगेर हानेछु कराउँदा झ्यामै हानु होइन ठिक छ त्यसो ओ नतल अनि भएन भने उतै जानुपर्छ क्या अब राम्रोसँग पुगेर फेरि किन फर्किनु होइन नरुन छोरी साइड लगाइदियो यस्तो भएछ अन्डीलाई थोरै उचालेर राख्नु न प्याक पनि भरै गएर कहाँ लाग्यो यहाँदेखि मरेर दिन्छ हात पनि हो हात तपाईँको रगत पर्दैछ आउने भाँचे जस्तो त हो यो भाइ त लेगाडको पनि भाँच्छ खै भाइ ओ भाइ उचाल्न चाहिँ खोज्यो हो क्या मम्मीलाई त्यहाँ कपडा राख्न खोज्यो होला भयो ओ नोट हो कि नोट ओ एम्बुलेन्स आयो साइडमा अलि यहाँ नराख्न एम्बुलेन्स कति बेर आइपुग्छ हिँडिसक्यो आउँछ अलिकति टाइम लागिहाल्छ त्यहाँबाट तल्लो उतैबाट गएको भए त्यस्तो हुँदैन नि यार सबै कुरा के थाहा छ कुरा त होइन त्यो के आउने भनेको के हुन्छ एम्बुलेन्स आइपुगेपछि एम्बुलेन्स हालेर लिएर जाँदै गर ऊ आउँदै गर्छ नि होइन डक्टर कहाँ पुर्याएपछि उसैले काउन्सिलिङ गरिहाल्छ नि के गर्नुपर्ने नहुने गरी लैजा भन्छ हुने भए टाका मार्छ के गर्छ ए किन भन्नु नबटाउ न
बोलो क्या धेरै घाउ छ अघि तातो खानु भन नाउँ त भइसकिहाल्यो एम्बुलेन्स बोलाएको छ अब जाने डाक्टर बाटोमा ल्याएर मलाई ढाडमा ल्याएर सामान्य नै हो त्यो कुरा भाँचेको छैन ढुक्क हुनु घाउ मात्रै हो होइन अब त्यो घाउ चाहिँ कतिसम्मको घाउ अब हड्डिने भाँच्यो कि अब मन्सलीबाट हो एम्बुलेन्समा मगाएको के अरे प्राथमिक उपचारहरू मगाएको छैन एम्बुलेन्स मात्रै मगाएको सिरियसको लागि मात्रै हो अप्सनहरू सिरियस यो त सिरियसै हो त यार कसले मगाएको एम्बुलेन्स होइन दाइले गरिदिनु भएको त कोही छैन अब थाहै छैन हेलो एम्बुलेन्स आएको हो नि ए ल त अन्त ल एम्बुलेन्स अगाडि लागिसक्यो ल ल भैँसीहरू भन्दा माथि आइसक्यो अरे एम्बुलेन्स आइसक्यो ल ल ल यो यसरी बुढेर जान्छ त जाँदैन यो जाँदैन होला यो बुढाउनु पनि हुँदैन अब यसलाई चाहिँ सबै टुक्रा होइन यो केही पनि छैन ब्रेक पनि लाग्दैन अब होइन यो चाहिँ नचलाएको हालेर चाहिँ लानु ट्र्याक्टरमा हालेर लानु पर्यो अब हजुरहरूले गरिदिने हामी बोलाउनु जति सबै गरिदिन्छौँ होइन अब हजुर माथि राख्नु पर्ने कहाँ राख्नुपर्ने हामी राखिदिन्छौँ केही घुमा भन एम्बुलेन्स आइदिइसक्यो बोलाएर कहिले वाले बोलाउनु नगरपालिकाको हो अलि छोडिदिएको अलि साइडमा राख्दियो साइडमा राख्दियो न आइज भन् न आइज भन् यता यता अलि अलि यता लिनु साथी हो है फेरि गाइज आफ्नै साथी हो फेरि यता लिएन भनेर सम्मान गरेर नभन्नु अब सँगै पढ्यो भएर उचाल्ने काम गर्नु जानी जानी त कसले हान्छ अब तपाईँ गएर बस्नु बिराम त्यो अब त्यति तातो थियो अघि काँटा हाल्दैन केही छ अब ठिक भयो सबै ठिक भयो अब सुधारिदिनुहोस् यहीँ परेको त पर्दैन यहीँ परेको यहाँनिर हानेको बाइक हेर्न बाइक लेगाडो त्यस्तो भएको छ लेगाडो आउँदैन स्कुटर उसले लिएर हामी लगेर उता कुरा गरिदिउँ त ग्यारेज छ मेरो उता लगेर के गर्ने हो कसरी बनाउनु अब रेडी हामीले होइन त्यो त मलाई भन्न मिलेन नि त म त झन् हेल्प गरिदिरहेको भाइ कता गयो भने क्या मैले कता गयो त्यो भाइ खोइ कता गयो त्यो भाइलाई भने तिमीलाई भने त्यो भाइलाई जिम्मा दिनु नि तिमीलाई
यत्रो हेल्प गरेर मलाई सो गाइज छिटो जाने भनेर हतार नगरौँ होइन, गन्तव्यमा अवश्य पुगिन्छ आफ्नो साइडमा हिँड्नु। अनि आज चाहिँ यहाँ एक्सिडेन्ट भएछ स्कुटी, अपाचे बाइककोले स्कुटीलाई चाहिँ हान्ने छ अपाचेले। सो गाइज हतार नगरौँ होइन, हतार गरेर हुँदैन, आफ्नो लिमिटसम्मको स्पिड चलाउँ होइन। अब दसैँको बेलामा गाडीहरू बेसरी आउँछ, अलिक ब्याक हुनसक्छ। आज भर्खर एउटा एक्सिडेन्ट भयो होइन, फेरि आउँछ त्यस्तै छ, होटेलले हानिसक्यो। राम्रै होला आज भ्लग यार, कस्तो मलाई बनाउने कस्तो लाग्यो। जो एक्सिडेन्ट भएको देख्नुलाई नरमाइलो लाग्यो होइन। त्यही भएर सबैले राम्ररी चलाउँ होइन। अब एक्सिडेन्ट हुने गरी चाहिँ कसैले चलाउनु त चाहँदैन होइन, जानी नजानी एक्सिडेन्ट हुने हो होइन। भए पनि अब भन्दा नि आफ्नो लिमिटसम्म चलाउँ, आफ्नो लिमिट कति छ होइन, आफ्नो साइडमा हिँडौँ। आफ्नो साइडमा हिँड्छु पक्कै पनि एक्सिडेन्ट हुँदैन। अनि स्पिड कन्ट्रोल गरौँ होइन, केटीलाई देखाउने कुदाउने होइन, आफ्नो हो त्यसैले आफू हिँड्नु। काइलोवाले फोन गरेर एम्बुलेन्स बोलाएपछि अनि त्यही पनि त्यो एउटा न्यु खोजिरहेको थियो क्या, त्यसलाई चाहिँ मलाई कुटु जस्तो लागिरहेको थियो उतैपट्टि। के भएन भने नचुप पुलिस आउन देऊ त्यत्रो नदेखेर आइपुग्नलाई रनमती सडक आउँछ क्या नेपालीहरू, एम्बुलेन्स बोलाएको न केही बोलाएको एउटा हुन्छ नि एउटा साथीहरू। ब्रो गएको है, गाडी नस्ने आउँछ क्या। कसैलाई भेटाउनु पनि पर्दैन, कसैलाई जित्नु पनि पर्दैन। गाई जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु। राम्रो हेर
चलाउनु हुँदैन क्या हेर न हाँस्यो दसैँमा टिका लाउनु हुँदैन क्या बाटो चाहिँ साह्रै अप्ठ्यारो भएको कारण हामीलाई थोरै सहज असहज भए पनि हामी सहज मानेर त्यहाँ कतिले मान्छे अभि यसरी लेतर यहाँसम्म आउँदा बाटो कस्तो लाग्यो त त्यो राम्री लाग्यो के लाग्यो रे त्यो राम्री लाग्यो बाटो भन्दा नि हो तिमीलाई त्यस्तो लाग्यो ओइ राइट कता कता भाइ कता सो गाइस हामी चाहिँ यहाँ धेरै घाम भएर एकछिन शीतलमा बसेको रेस्ट गर्नलाई यहाँभन्दा यस्तै अफ रोडिङ चाहिँ झन्डै आधी घन्टाको बाटो पश्चात हामी यहाँ आइपुगेका छौँ अनि आरसी पनि सुहाउँछ आरसी पनि छु अनि हाम्रो दाइ चाहिँ बिरामी हुँदा पनि हार नखाइकन होइन ज्वरो आउँदा पनि घुम्नको लागि चाहिँ आउनु भएको छ महिला टोली चाहिँ हिँड्न नसकेर लास्टमा तपाईँले अब कतै खोज्नु पर्दैन डट बाइक 7 लाखको लागि तपाईँले आज बढी त अनिल गरे मेरो यसो 9 लाख पोखरी आयो गाई ताराखसी पोखरी आयो ताराखसी पोखरीमा चाहिँ पानी रहन्छ तारा किन हो रे तारा
हजुर ताराखोलको पोखरी आउँदा कस्तो लाग्यो पोखरी कस्तो लाग्यो म भनिहाल्छु नि पोखरी कस्तो पोखरी भनेको अब पानी पोखरी भनेको प्लास्टिक पोखरी त्यही त्यही त प्लास्टिक पोखरी रहेछ भने तिमी नि बुझेन प्लास्टिक मात्रै रहेछ पानी रहन्छ भने